दशैं नमनाउने रोचक गाउँको कथा। काठमाडौँ उपत्यका नजिकै ललितपुरमा एउटा यस्तो सुन्दर ठाउँ छ जहाँ सबैले दशैं मनाउँदा त्यहाँका मानिसहरूले चाहिँ कहिल्यै दशैं मनाउँदैनन् रे। आखिर किन? यो रहस्य पत्ता लगाउनका लागि आज म तपाईहरुलाई लिएर जान्छु त्यही अनौठो र अद्भुत यात्रामा। हाम्रो यात्रा नखुबाट सुरु भएको थियो। भैँसेपाटी हुँदै अलिअलि घुमाउरो र खाल्टाखुल्ली परेको बाटोतर्फ अगाडि बढ्यौं। वरिपरिको हरियाली, स्वच्छ हावा र सुन्दर धानका हरियाली फाँडले हाम्रो सारा थकान नै मेटाइदिए। बाटैभरि यस्ता सुन्दर दृश्यहरू निहाल्दै टहल्दै हामी सिकाली मन्दिरको चौर पुग्यौं। सिकाली मन्दिर चौर पुगिसकेपछि खोकनावासीले दशैं किन मनाउँदैनन् भन्ने कुराको रहस्य पत्ता लाग्यो। यो सुन्दा तपाईलाई पनि अचम्म लाग्न सक्छ। किंवदन्ती अनुसार महिषासुर नामको दानवले देवतालाई धेरै दुःख दिएको रहेछ र देवताले उसलाई खोज्न थालेछन्। जति प्रयास गर्दा पनि दानव भेटिएन रे। त्यसपछि देवताले मायादेवीको क्षमा पूजा गर्ने निधो गरेका रहेछन्। पूजा सँगसँगै भैरव, काली, कुमारी र बाराईलाई पनि भोग चढाउने काम भएको रहेछ। त्यसले गर्दा केही समयको लागि समस्या त समाधान भयो, तर केही समयपछि फेरि अवस्था उस्तै भएछ। राक्षसबाट बज्न बस्ती नै सार्ने निधो गरिएको रहेछ, जुन अहिलेको खोकना गाउँ हो। बस्तीसँगै देवीलाई पनि खोकना गाउँमा सारिएको रहेछ। देवीले नयाँ स्थानमा बस्न त मानिन्, तर भोग लिन मानिनन् रे। त्यसैले भोग भने रुद्राणी मन्दिरमा नभई पुरानो मन्दिर भएको स्थान सिकालीमा लगेर चढाउने गरिन्छ। अहिलेसम्म पनि त्यही परम्परा निरन्तर चलिआएको रहेछ। पहिले यो जात्रा गाई जात्राको बेला मनाइने भए पनि बस्ती सार्दा जात्राको तिथि पनि परिवर्तन गरिएकाले नयाँ तिथि निकाल्दा दशैंमा जोड्न गएको भन्ने भनाइरहेछ। यो जात्रा घटस्थापनादेखि सुरु भएर दशमीसम्म मनाउने गरिन्छ। खोकनावासीले दशैं नभई सिकाली जात्रा मनाउन थालेको स्थानीयको भनाइ छ। देवी सिकालीको सम्झनामा उनीहरूले आफ्नै सिकाली जात्रा मनाउँछन्, जुन दशैं भन्दा पनि ठूलो रहेको छ। हामीले पनि सिकाली मन्दिरमा पूजा गर्ने अवसर प्राप्त गरेका थियौं। पूजा सकिएपछि हामी झुलुङ्गे पुलतर्फ हेर्न गयौं, जुन झुलुङ्गे पुल सिकाली मन्दिरको सेरोफेरोमा छेउमै रहेको छ। शहरको धुलो र तनाव बिर्सन धेरै टाढा जानै पर्दैन भन्ने प्रमाण यो झुलुङ्गे पुलले दिन्छ। पानी सिमसिम परिरहेको थियो, बाटो अलि चिप्लो थियो। हामी चिप्लिँदै लड्दै पुलको नजिक पुग्यौं। जब हामी पुलको बीचमा पुग्यौं र तल कलकल बगेको खोलाको आवाज सुन्यौं, लाग्यो जिन्दगीका सबै तनावहरू यही पानीसँगै बगेर गए। त्यहाँ हामीले बिताएका ती सुन्दर पलहरू क्यामेरामा मात्र होइन, मनैमा सधैँका लागि कैद गरेर आयौं। सिकाली मन्दिर मात्र होइन, यसको सेरोफेरो त झन स्वर्गीय छ। यहाँ ठूला ठूला खुला चौरहरू छन्, जहाँ तपाईहरूले ड्राई पिकनिक पनि आउन सक्नुहुन्छ। अगाडि पहाडीपट्टिको चम्पादेवीको विशाल हरियो पहाड र असौदाको सूर्य हेर्नुको आनन्द शब्दमा बयानै गर्न सकिँदैन। यहाँ घोडा चढेर चौर वरिपरि घुम्ने अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि रिल, टिकटक, भिडियोग्राफी, फोटोग्राफी मन पराउनेहरूका लागि त झनै यो खुला स्टुडियो नै हो। यो दृश्य देखेपछि जो कोहीलाई पनि एकपटक त्यहाँ पुगु लाग्छ। पैसाले धेरै कुरा किन्न सकिएला, तर साथी तथा परिवारसँग यस्तो शान्त र सुन्दर ठाउँमा बिताएका पलहरू अनमोल हुन्छन्। यदि तपाईँ पनि नजिकै छोटो समयका लागि भिडभाडबाट कतै शान्त र सुन्दर ठाउँमा हराउन चाहनुहुन्छ भने सिकाली मन्दिरको चौर तपाईका लागि बेस्ट अप्सन हुन सक्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? भिडियो मन परेको भए लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला।